हरिओम दर्शन नमस्कार मित्रहरू। ल यहाँ हेर्न सक्नुहुन्छ यो गोलबेडा खेती, यो 10 चुली सल्यान जिल्लाको कालीमाटी गाउँपालिकामा रहेको यो 10 चुली र यहाँ मोबाइल टावर पनि बनिसकेको छ। यहाँ यस्तो राम्रो घरहरू पनि यहाँ छोडिएका छन्। यो किन छोडेको होला? यस्तो यस्तो 10 चुली को नामबाट प्रख्यात यहाँदेखि नेपालगञ्ज, कोहलपुर, सुर्खेत जहाँ पनि देख्न सकिन्थ्यो। अनि जागिर अनि यस्ता गोलबेडा छोडेर मान्छेहरू कहाँ गएका छन्? यस्ता गोठहरू छोडेका छन्। यहाँ घरमा त्यसै आगो लागेको छ। कोही ठाउँमा आगोले खाएका छन् गोठ कटेराहरू, घरहरू। तिखर हुन्छ त यो बोक्दा घर पुग्दासम्म त खतम होला। बढी चुकिलो उयो हाम्रो सानो सर्छ गोलबेडा खेती यहाँ के हुँदैन, सबै कुरा हुन्छ। ल झोला भर्ने हो कि बोरा भर्ने हो गोलबेडाले?